यो मेसिन पेल्ने मेसिन पेल्ने पाइपिङ सिस्टम गरेर यस्तो गरेर रहेछ कि यसमा चाहिँ त्यहाँ चाहिँ पकाउने मात्र रहेछ होइन त्यतिहरू केही छैन सक्खरको झोल झोल यो चाहिँ त्यो झोल सिधै ल्याएर यहाँ हालेर पकाउने हो भाइ कति जान्छ हौ यसमा फलामको रहेछ है यो खाँडो सक्खरको रस पकाउने होइन त यहाँबाट फेरि अर्कोमा सार्ने सार्नु पर्दैन यहीँ त्यस्तै बन्छ ए यो 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 कस निकालिदिने ए यो निकाल्दै गएपछि सफा हुँदै आउँछ होइन त ल सक्खर पकाउने भाइ उहाँ ए यो मेसिन चाहिँ चलाएन यो कोल त्यो मात्र हो त्यही त त्यहाँ पकाउन बाँकी त्यही हो र अब त्यसलाई पनि यता लिएर आउने होला होइन यो र जुस यो चाहिँ मौरी पकाउने चुलो सम्पूर्ण साथीहरूलाई एकपटक सफा सहजी लाउँदाखेरि यो तुमिनटारमा रहेको यो सक्खर कुँडो बनाउने यो स्थानमा यो एकदम नेपाली घरेलु उत्पादन गर्ने ठाउँमा चाहिँ भिजिट गरिदिनु हुन भनी म हार्दिक अनुरोध पनि गर्दछु धन्यवाद यहाँ सम्पूर्ण यो यहाँ इन्भल्भ हुनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको एकदम जय होस् प्रगति होस् उन्नति होस् जय देश जय सक्खर